एक बित्ता दुई बित्ता मेरो रबर प्लान्ट चाहिँ हलक्कै बढेर सुरुरु माथि पुग्यो है। म भन्दा नि अग्लो भइसके पछाडि चाहिँ मलाई डर लाग्यो, ला आकाशै छुयो भने कसले जिम्मा लिन्छ भनेर मलाई चाहिएको थियो यस्तो बुस्सी भने पछाडि चाहिँ मैले ठ्याक्कै 2 बित्ता चाहिँ नापेर माथिको भाग चाहिँ काटेर फ्याँक्दिएँ मैले है। मैले काटेको थियो भदौमा भनिसके पछाडि भदौ असोज कात्तिक मङ्सिर पुसमा 6 महिना भयो। 6 महिनामा चाहिँ यति राम्रो ग्रो भयो, हजुरले हेर्न सक्नुहुन्छ 3वटा ब्रान्चहरू निक्लियो। माथितिर नगइसके पछाडि यिनीहरू जसरी पनि ब्रान्च निक्लिन्छ नै निक्लिन्छ होइन। अझै तलबाट पनि यति धेरै पलाइरहेको छ, त्यो सबै भइसके पछाडि झन् अझै राम्रो हुन्छ क्या, बुस्सी हुन्छ होइन। हजुरले देख्न सक्नुहुन्छ ब्रान्चहरू यति धेरै आइरहेको छ। हजुरलाई पनि कुनै पनि प्लान्टहरू आउटडोर इन्डोर प्लान्टहरू चाहिँ सुरुरु गएको माथि गएको मन पर्दैन। हजुरलाई चाहिँ बुस्सी मनपर्छ भने चाहिँ हजुरको हाइट नाप्नु होला, कुन हाइटमा चाहिँ हजुरले बुस्सी बनाउनु त, कति हाइटमा बुस्सी मनपर्छ त हजुरलाई, त्यही अनुसारले चाहिँ हजुरले माथिको भाग चाहिँ काटेर फ्याँकिदिन सक्नुहुन्छ। माथिको भाग चाहिँ काटेर फ्याँकिसके पछाडि चाहिँ तलबाट चाहिँ हजुरको प्लान्ट बुस्सी भएर आउँछ र एकदमै राम्रो भएर आउँछ। यो चाहिँ सेमी इन्डोर हो, भित्र पनि हुन्छ बाहिर पनि हुन्छ, तर यो धेरै राम्रो हो वास्तुको हिसाबले पनि यो रबर प्लान्ट है, यति राम्रो हुन्छ होइन। अनि यो चाहिँ यसको सानो बिरा हो, यो पनि हजुरले ठ्याक्क 1.5 बित्ता नापेर राखेर हजुरले कटिङ गर्नुभयो भने चाहिँ यो पनि छिटो ग्रो हुन्छ है। जति चाँडो कटिङ गर्नुभयो त्यति चाँडो ग्रो हुन्छ। अनि यस्तै भिडियोको लागि चाहिँ हजुरले सुरुमा मलाई फलो गर्नु होला। म चाहिँ यस्तै भिडियो लिएर आउने कोसिस गर्छु, हजुरहरूलाई चाहिँ काम लागोस् होइन। हजुरको प्लान्ट सम्बन्धी चाहिँ मैले टिप्सहरू लिएर आउने छु भन्ने मलाई लागेको छ।